हिजो बेलुका किन खाना खाएको नि अहिले बिहान भोक लागिरा होला नि खाना पनि खानु पर्दैन छ्या सम्हाल्दो साथीहरु स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी खुर्सानी बारीमा आएका छौं खुर्सानीहरुलाई तिर्खा लाग्यो भनेर पानी खुवाउनलाई। आज चाहिँ यी खुर्सानीहरुको लागि चाहिँ मेरो बुढी इन्द्र भगवान जस्तै हुनुहुन्छ है। भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। यो चाहिँ लोकल खुर्सानी हो साथीहरु। कहीं चाहिँ अनि अकबरीको बोट पनि देख्न पाइयो है, मिसिएको रहेछ। तर त्यो अकबरी यतातिर राम्रोसँग फल्दैन, त्यही भएर हामीले अकबरी नरोपेको हो, नत्र सब अकबरी रोप्दिन्थेँ म। यता मजाले घाम लाग्ने ठाउँमा चाहिँ ठुल्ठुलो भइसकेको रहेछ खुर्सानीको बोट। यता घाम अलिकति कम लाग्छ, यतापट्टि त्यहाँ चाहिँ सानो छ, यता ठुलै छ हेर्नु त। यो चाहिँ सिमीको बोट हो साथीहरु, अनि यो चाहिँ खुर्सानीको हो। अब खासमा यसरी धेरै पानी त दिनु नपर्ने हो, तर यसपालि धेरै घाम लागिरहेछ है, पानी परिरहेको छैन। त्यसैले यो यसरी धेरै पानी दिनु पर्यो हो। मैले एउटा यता गाँजाको बोट देखेँ साथीहरु है, तपाईहरुलाई म देखाइदिन्छु। अब नेपालमा गाँजा बेच्न त मिल्दैन है, राम्ररी गाँजा खेती गर्यो भन्ला। हेर्नु है साथीहरु, मजाले पलाइरहेको छ यसलाई। यता मकैहरु पनि मजाले पलाइरहेछ। धनियाहरु पनि छ है साथीहरु। अब रामचाले 15 लाखको खुर्सानी रोप्यो भन्नु होला है, त्यो कमेडी भिडियो मात्रै हो, यता रमाइलोको लागि। मेरो बुढीले चाहिँ पानी दिँदैछ है। यता 2-3टा ठुल्ठुलो रुखहरु पनि छ। यता बाँसहरु पनि छ। प्याङ गाउँलेहरुले चाहिँ प्याङ बनाउनको लागि मकवानपुरबाट चाहिँ यता बाँस ल्याएर रोपेको थियो भन्ने सुनेको थिए है। आगहरु परेको छ, जेस रमाइलो छ। खुर्सानी चाहिँ फल्ने हो कि न थाहा भएन है, तर रमाइलो छ। हामीले चाहिँ 2 दिनमा एकचोटि पानी दिन्छौं खुर्सानीलाई, त्यति भए पुग्छ। धेरै दियो भने फेरि सुकेर जान्छ, अनि दिएन भने पनि सुकेर जान्छ। पानी पर्न सकिरहेको छैन नेपालमा है। अस्ति एकचोटि पानी परेको थियो, राम्रै भएको थियो, मजाले हुर्किरहेको थियो। फेरि पानी नदिएर सुक्न लागेर फेरि हामीले चाहिँ दिन थालेको हो। यता फुल फुलिसकेको रहेछ रे एउटामा चाहिँ है, मेरो बुढीले देखाएको रहेछ, मैले देखाएको छैन। यता फुल फुल्न लागिरहेको रहेछ। यता हेर्नु साथीहरु, फुल फुल्न लागिरहेको रहेछ। बिस्तारै देहा मर्ला। तिम्रो जस्तै जिन्दगी छ खुर्सानीहरुको पनि। मेरो बुढी साथीहरु है, खाना पकाएर हामीले चाहिँ खासमा खाना पकाएर अनि पानी दिन आएको आज चाहिँ। यो चाहिँ सिमीको बोट हो साथीहरु। सिमी पनि यसपालि खाना पाउने भयो हामीले चाहिँ है। सिमी पनि धेरै रोपेका छौं, वरिपरि सबै ठाउँमा सिमी रोपेका छौं। यता हाम्रो छिमेकीको हो यो चाहिँ है। यता फकम पनि फलिरहेको छ साथीहरु। यता यसलाई चाहिँ हामीले फकम भन्छौं है। नेपालीमा के भन्छ ठ्याक्कै मनमा आएन साथीहरु। यो चाहिँ छिमेकीको हो। हामी चाहिँ यो टिपेर खाँदा नि हुन्छ, केही भन्दैन।
यता अगाडिको बोटहरू पनि मिसिया रहेछ है। तपाईहरुलाई चाहिँ थाहा होला कि नहोला है, अगाडिको बोट हो यो चाहिँ। यो अगाडिको बोट हो साथीहरु है। अनि यो चाहिँ फेरि अर्कै खुर्सानी, यो चाहिँ अगाडिको बोट हो। अब तपाईहरुलाई लाग्न सक्छ यो पानी चाहिँ कहाँबाट आइराछ भनेर। यो चाहिँ हाम्रै घरबाट ल्याएको पाइप जोडेर। म तपाईहरुलाई देखाउँछु। यता घरबाट ल्याएर हो। टाइम भइसक्यो भाइ, यहाँ प्राइस खिच लाग्यो। यता घरबाट ल्याएको हामीले है। यता मेसिन चलिरहेछ। यता ट्याङ्की छ है साथीहरु। ट्याङ्कीबाट पानी ल्याएर हो हामीले चाहिँ है। ए बुढी, यहाँ चप्पलमा माटो लाग्यो, एकचोटि पानी हाल्दैन सफा गर्छु। किन हाल्नु पर्यो? एकछिन पछि लागिहाल्छ। हिजो बेलुका किन खाना खाएको नि? अहिले बिहान भोक लागिरहेको होला नि। खाना पनि खानु पर्दैन। छ्या सम्हाल्दो। गर्मी छ नि पुरा। मलमल छ। हस् त साथीहरु, आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। भिडियो कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गरिदिनु होला। अनि मिल्छ भने बरु सब्स्क्राइब पनि गरिदिनु होला।